बारेमा सोधौँ है त। सो एक एकजना गरेर इन्ट्रोडक्सन दिनु न। नमस्ते, मेरो नाम चाहिँ पारस विष्ट। मैले चाहिँ +2 दिएको 2021 मा हो। नमस्ते, मेरो नाम चाहिँ दिव्या अधिकारी। मेरो +2 पास आउट 2022 मा हो। नमस्ते, मेरो नाम चाहिँ रस घुमरे। मेरो +2 पास आउट 2022 मा हो। नमस्ते, मेरो नाम सुनिल भण्डारी। मेरो +2 पास आउट 2021 हो। नमस्ते, मेरो नाम चाहिँ सागर कार्की। मेरो पास आउट 2082 हो। सो अब हजुरहरूको कहिले फ्लाइट? अक्टोबर 19 अनि सिटी चाहिँ ओसाका। सो अहिले जुन यो कलेज सिटी चुज गर्नुदेखि लिएर यो अगाडि जुन अहिले भिजा ग्रान्टसम्मको जर्नी भयो नि, कस्तो फिल भयो त हजुरहरूलाई? ड्रिम ल्यान्ड जान पाउँदा कस्तो फिल हुन्छ? कतिको नर्भसनेस हुन्छ, अहिलेको मिक्स फिलिङ हुन्छ नि त। अहिले त कस्तो फिल भयो अहिलेसम्मको जर्नी? सिडी नआउँदासम्म त अलि डर नै लागिरहेको थियो, सिडी आउँछ कि आउँदैन भन्ने भइरहेको थियो। अहिले चाहिँ अब सिडी आएको छ। अनि हजुरहरूको? मलाई पनि त्यही भएको थियो, सिडी नआउँदासम्म त सिडी आउनु जस्तो लागिरहेको थियो। भिजा आउँदाखेरि त्यस्तै भएको थियो, अलिक डर लागिरहेको थियो। भिजा आइसकेपछि चाहिँ ढुक्क भयो। भिजा आइसकेपछिको फिलिङ चाहिँ कस्तो थियो? खुसी नै थियो। सो अब हजुरहरू कसको थ्रुबाट आउनु भएको यहाँ कन्सल्टेन्सीमा? म चाहिँ दिदीको थ्रुबाट आएको। दिदीले चाहिँ त्यता जा राम्रो छ पढाइ कुराहरू, टिचरहरू, अनि म्यामले राम्रो डकुमेन्टहरू बनाउनुहुन्छ भनेर पठाउनु भएको थियो। म चाहिँ दिदी। हजुरहरू? म चाहिँ दादा थ्रु आएको। उहाँ चाहिँ गइसक्नु भयो कन्सल्टेन्सीदेखि। दुईवटा दादाहरू गइसक्नु भएको छ। त्यो मलाई चाहिँ दादाहरूले भन्नु कन्सल्टेन्सी राम्रो छ, मेमहरू राम्रै हुनुहुन्छ, पढाइ पनि राम्रै हुन्छ भन्नुभएको थियो। त्यही भएर मलाई चाहिँ आएको। म चाहिँ मेरो दादा विप्लव खरेलको थ्रुबाट आएको। उहाँले भन्नुभयो राम्रो छ भनेर। म चाहिँ मेरो सुदीप कुमारको थ्रुबाट आएको। म चाहिँ मेरो भाइको थ्रुबाट आएको। सो अनि के कुराले चाहिँ अब अरूकोबाट त राम्रो छ भनेर सुनिरहेको नि त, तर पनि के कुराले चाहिँ यहीँबाट एप्लाई गर्नुपर्छ, ट्रस्टेबल नै रहेछ भन्ने फिल भयो हजुरहरूलाई? यही कन्सल्टेन्सीबाट एप्लाई गर्नुपर्ने रहेछ? किनकि मेमले डकुमेन्ट बनाएकोमा म्याक्सिमम् यो कन्सल्टेन्सी रिजेक्ट भएको चान्सेस छैन। मैले सुनेको पनि छैन है। मेरो दादाहरूको पनि डकुमेन्टहरू कति खराब थियो, मेमले राम्ररी बनाएर पठाउनु भएको छ। मैले अनि त्यही हिसाबले गर्दा मैले चाहिँ बुझेको आफ्नो खुदमै डकुमेन्टहरू नराम्रो थियो, बिग्रेको थियो। मेमले गराउनु भयो, राम्रो लाग्यो। मलाई धेरै खुसी लाग्छ। कन्सल्टेन्सी धेरै राम्रो छ मेरोबाट चाहिँ। अनि हजुरहरूको? त्यही हाम्रो पनि म्यामले राम्रो डकुमेन्ट बनाउँछ थाहा भयो। त्यो अगाडि जानु भइसकेकोहरूले त्यो पनि हो। हामी टिकटकहरूमा पनि देखिरहेको हुन्थ्यो। सो अनि यो जर्नीहरूमा कति मन्थको जर्नीमा चाहिँ यो सब कम्प्लिट भयो प्रोसेस तपाईँहरूको? मेरो चाहिँ त्यही भयो 9-10 महिना। मेरो नै त्यति नै भयो। अनि हजुरहरूलाई चाहिँ कति यो इन्टरभ्यूहरूमा जस्तो इन्टरभ्यू लिएर जापानको प्रोसेस त्यस्तो हुन्छ नि त। सो ल्याङ्ग्वेज चाहिँ कतिको इम्पोर्टेन्ट रहेछ? ल्याङ्ग्वेज चाहिँ एकदम इम्पोर्टेन्ट छ। अब अरू नपढेको जान खोज्नेहरूलाई चाहिँ के रिकमेन्ड गर्न चाहनुहुन्छ? ल्याङ्ग्वेज चाहिँ राम्रो बनाएर आउनुहोस् भन्न चाहन्छु हामीले। जानुहोस्। हजुरहरू चाहिँ? त्यही भन्ने त्यही भन्न चाहन्छु। सो अब यो एउटा ग्रुपमा छिरिसकेपछि, एउटा फ्यामिलीमा छिरिसकेपछि सब इन्भाइरोमेन्टको पनि अलिकति हात हुन्छ नि त। सो हजुरहरूको स्टाफको बिहेभियर त्यसले पनि म्याटर गर्छ नि त, कस्तो हुन्छ के हुन्छ। यहाँ एसएनसीहरूको बिहेभियर कस्तो लाग्यो त हजुरहरूलाई? कस्तो फिल भयो? फ्रेन्डली हुनुहुन्छ, डिसिप्लिन छ होइन। पढाउने टाइममा पनि स्टुडेन्ट हुनुहुन्न। हरेक हप्तामा इक्जाम हुन्छ होइन। टिचरहरू पनि राम्रो हुनुहुन्छ। मेम खुद आएर इक्जामहरू हेर्नुहुन्छ, ट्रिट गर्नुहुन्छ राम्ररी। पर्सनली ल्याएर रुममा ल्याएर सम्झाउनुहुन्छ, यो गर्दा राम्रो हुन्छ, यो गर्दा भनेर। मलाई चाहिँ बेस्ट लागेको छ है। काउन्सिलिङले नै पुरै उयो हुनुभयो होइन। सो अब अरूहरूलाई आउन चाहनुहुने इन्टेकहरूको अरू क्वेसनहरूलाई के भन्न चाहनुहुन्छ? एप्लाई गर्दा बेस्ट हुन्छ कि यहाँ कन्सल्टेन्सीबाट के भन्न चाहनुहुन्छ? तपाईँहरूको फिल अनुसार तपाईँहरूले जे फिल गर्नुभयो त्यही अनुसारले रिग्रेट फिल त भएन यहाँबाट? केही पनि भएको छैन। राम्रो अलिकति मनमा ठासपास केही कुराले यस्तो रहेछ त्यहाँ त्यस्तो रहेछ भन्ने कुराले केही त भएन नि? रिग्रेट फिल भएन? त्यस्तो केही छैन। सो अरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? आउनु भन्न चाहनुहुन्छ कि? म त आऊ भन्न चाहन्छु। कन्सल्टेन्सी धेरै राम्रो छ होइन। मेमले राम्रो ट्रिट गर्नुहुन्छ। डकुमेन्टको हिसाबले धेरै राम्रो छ कन्सल्टेन्सी। टिचरहरू पनि राम्रो हुनुहुन्छ, फ्रेन्डली
अब भर्खरको युथ जेनेरेसनलाई चाहिँ फ्रेन्डली भएको टिचर नै मनपर्छ कि स्ट्रिक्ट भएको भन्दा नि। अब हामी क्लासमा फ्रेन्डली भएर बोलिरहेको हुन्छौँ, अब यस्तो हुन्छ भन्ने पनि छैन नि त, कसले के भन्नुहुन्छ, क्लासमा CCTV छ, प्रोपर के भयो भने हेर्न सकिन्छ। मलाई त ठिकै लाग्यो, आऊ भन्छु म त। सो सबैजनालाई मेनी कङ्ग्रेचुलेसन्स अनि हजुरहरूको अझ उन्नति प्रगति होस् अनि थ्याङ्क यू सो मच फर यर टाइम। थ्याङ्क यू। थ्याङ्क यू।